नमस्कार साथीहरू, हार्दिक स्वागत गर्दछु आजको मेरो यस विशेष भिडियोमा। यति बेला हामी सोलुखुम्बु जिल्लाको अत्यन्तै पवित्र, सुन्दर र मनोरम ठाउँमा आइपुगेका छौँ, स्याङबोचे। र यति बेला हामी लगभग समुद्री सतहबाट झन्डै 3880 मिटरको उचाइमा छौँ। र अहिले हामी विश्वकै सबैभन्दा चर्चामा रहेको र सबैभन्दा अग्लो स्थानमा रहेको लग्जरी होटल एभरेस्ट भ्यूको नजिकै छौँ। र आजको भिडियो यस कारण पनि विशेष हुनेछ। हामी होटल एभरेस्ट भ्यू पनि प्रवेश गर्दैछौँ हाम्रो सर ललन सरसँग। र यो दृश्य एकदमै सुन्दर देखिरहेको छ। वरिपरि हिमालै हिमाल रहेको छ। लाग्छ यो स्याङबोचेको उचाइमा रहेको यो दृश्य हेर्दा सासै रोकिन्छ जस्तो लाग्छ, किनभने यो त्यति सुन्दर छ। र यहाँबाट विश्वको सर्वाधिक उचाइमा रहेको हिमाल माउन्ट एभरेस्ट, आमादप्लम, सुन्दर हिमाल, लोत्से, पिक 38, कोङदे, थाम्सेरकु लगायतका सबै हिमालहरू आँखै अगाडि देख्न सकिन्छ। आजको भिडियोमा म होटल एभरेस्ट भ्यू लगायत यो स्याङबोचेबाट देखिने हिमालहरू तपाईँलाई देखाउनेछु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र कस्तो लाग्छ जस्ताको तस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। र मेरो युट्युब च्यानल घुम्न मन छलाई सब्सक्राइब गर्न नभुल्नुहोला। र भिडियोको लागि ललन सरलाई धन्यवाद। नमस्कार। सगरमाथा क्षेत्रको मुटुमा समुद्री सतहदेखि करिब 3880 मिटर उचाइमा अवस्थित एक शान्त, सुन्दर र खुल्ला भूभाग हो स्याङबोचे। यही स्याङबोचेबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा, विश्वकै सुन्दर हिमाल आमादप्लम, लोत्से, थाम्सेरकु, कोङदे जस्ता हिम श्रृङ्खलाहरू एकै नजरमा देख्न सकिन्छ। विश्वको अग्लो स्थानबाट सबैमा गुड मर्निङ, नमस्ते। एकदम साहब यो हिमाल कुसुम खाङ्रे, यो हाम्रो यो ठ्याक्कै नाकेसँग ठोकिने हिमाल थाम्सेरकोदेखि उतापट्टि त्यो एउटा हिमको चुच्चो देख्नु भएको छ नि, हजुर, सेतो त्यो खाइटेका। अनि त्यस पछाडि पर पुग्नुहोस्, ब्युटिफुल माउन्टेन इन द वर्ल्ड, विश्वकै सुन्दर हिमाल आमादप्लम, होइन। त्यस पछाडि त्यो कुनामा पुग्नुहोस्, होइन, हिउँ भएको थुप्रो छ नि, हजुर, बिचको त्यो पिक 38, त्यहाँबाट उकालो टक्क आउनुहोस्, होइन। सबभन्दा यतापट्टिको पूर्वपट्टिको चुच्चो लुप्से, त्यस पछाडि त्यो बिचको लोत्से, त्यहाँबाट अलिकति खाल्डो आउनुहोस्। अनि तपाईँको त्यो चारमाथा, यो चाहिँ टाउचे, अनि यो हाम्रो खुम्बिला। अहिले चाहिँ हामी यो होटल एभरेस्ट भ्यूको अगाडि रहेको हेलिप्याडमा छौँ। तलतिरबाट लुक्ला क्षेत्रबाट पर्यटकहरू चाहिँ हेलिकप्टर चढेर डाइरेक्ट होटल एभरेस्ट भ्यूको अगाडि अवतरण गर्नुहुन्छ। र होटल एभरेस्ट भ्यू चाहिँ प्रायः जसो पर्यटकहरूको सपनाको केन्द्र नै रहेको छ। अहिले हामी यो यहाँ हेली पनि अवतरण भइरहेको छ। र होटल एभरेस्ट भ्यू अब हामी जाँदैछौँ। यतापट्टि देख्नुहुन्छ यो हिमालको नाम कोङदे हिमाल हो। सबै यो स्याङबोचेको क्षेत्र एकदम सुन्दर छ, तपाईँहरू देख्न सक्नुहुन्छ। होटल एभरेस्ट भ्यू चाहिँ ठ्याक्कै हामी नजिकै छौँ। अब समुद्री सतहदेखि करिब 3880 मिटर उचाइमा रहेको होटल एभरेस्ट भ्यू गिनिस वर्ल्ड रेकर्डद्वारा विश्वकै उच्च स्थानमा अवस्थित होटलको रूपमा मान्यता प्राप्त छ। सन् 1971 जापानी उद्यमी तादैची मियाहाराद्वारा स्थापना गरिएको होटल एभरेस्ट भ्यू हिमालसँग मान्छेको सपनालाई जोड्ने अद्वितीय प्रयास हो। अहिले चाहिँ म होटल एभरेस्ट भ्यूको टपमा छु। र यहाँबाट हेर्दा लाग्छ यो होटल एभरेस्ट भ्यू चाहिँ हिमालहरूको बीच नै हो जस्तो लाग्दो रहेछ, किनभने यहाँ सम्पूर्ण हिमालहरूले चाहिँ वरिपरि फन्को लगाएर यो होटल एभरेस्ट भ्यूलाई केन्द्रबिन्दुमा राखेको छ। एकदमै सुन्दर। यहाँ आइपुगिन्छ भन्ने त मैले कल्पना पनि गरेको थिइनँ, तर आज म यहाँ आइपुगेँ। मलाई एकदमै खुसी लागिरहेको छ। धेरै पर्यटकहरूको, धेरै मान्छेहरूको सपना नै हुन्छ यो होटल एभरेस्ट भ्यू आउने चाहिँ,
किनभने यो विश्वकै सबैभन्दा सर्वाधिक उचाइमा रहेको एकदमै सुविधा सम्पन्न होटल हो। यहाँनिर चाहिँ होटल एभरेस्ट भ्यूको यतापट्टि ठक्क हिमाल हेर्दै ब्रेकफास्ट चिया कफी लिने ठाउँ यस्तो मजाले बनाइएको छ। यहाँबाट आमादाप्लम, एमटी एभरेस्ट, नुप्से लगायत लोत्से लगायतका थुप्रै हिम श्रृङ्खलाहरू चाहिँ मजाले हेर्न सकिन्छ। यहाँबाट ब्रेकफास्ट लिँदै रमाउँदै इन्जोय लिँदै यहाँको हिमाली दृश्यहरू अवलोकन गर्न सकिने रहेछ। एकदम बबाल भ्यू देखिरहेका छौँ हामीले। हामी चाहिँ अहिले यो होटल एभरेस्ट भ्यूमा बसेर यसरी हाम्रो सहायक शिक्षक साहब अनि हाम्रो सुब्बा सर, पुरुषोत्तम सर, ललन सर र म बसेर यसरी यहाँको कफी पिउँदैछौँ। एकदमै हिमालको दृश्यहरू अवलोकन गर्दै। सर कस्तो लागिरहेछ? राम्रो दृश्यहरू पनि एभरेस्ट भ्यू होटलमा कफी खाइरहेको छौँ होइन। यस होटलबाट पनि विशेषता भनेको नि प्रत्येक रुमबाट नै एभरेस्ट देखिने भन्ने कुरा रहेको रहेछ। र हामी कफी खाएको ठाउँबाट पनि एभरेस्ट हिमाल ब्याकग्राउन्डमा देखिरहेको छ सायद। भन्दै यहाँबाट सबैजनालाई हाम्रो नमस्कार छ, सम्झना छ होइन सर?